ल हाम्रो दर्ता रजिस्ट्रेसन काम भइरहेछ। आज वैशाख 6 गते 2082 भक्तपुर क्यान्सर हस्पिटलको आयोजनामा महिला पाठेघर र स्तन क्यान्सर स्क्रिनिङ स्वास्थ्य शिविरको यो कार्यक्रम अहिले सुरु हुँदैछ। रजिस्ट्रेसनले गाडेको छ अहिले। यता दिदीबहिनीहरूको लाम लागिसकेको छ रजिस्ट्रेसनको लागि। हेलो काका सक्नै मम्फू लाइनै खजी ल सकी त नमस्कार नि तपाईँ रेडी होला ल धन्यवाद सकी त अन्त एकदमै मिलेन लाइन पासेला पनि है एकचोटि म थोरै बिस्तारै दिदीबहिनीहरूको लाइन पनि लागिसकेको छ। एउटा मेडिसिन डिपार्ट ल हजुरलाई हामी लाइनमै हो ल धन्यवाद सकी त खाइसकेँ ल उहाँहरू लाइनमा हुनुहुन्छ अहिले लागिरहेको छ। अनि डबल रजिस्ट्रेसन हस्पिटलको रजिस्ट्रेसन छ। भइरहेछ मेरे सभा हलमा छौँ हामी विभिन्न डिपार्ट बनाएर स्वास्थ्य शिविर